दाजु के गर्दै हुनुहुन्छ? यो अहिलेको नयाँ सरकारले चाहिँ प्रतिपक्ष भन्ने एउटा वेबसाइट बनाएको रहेछ होइन, जहाँ चाहिँ 100 दिने कार्ययोजनाको ट्र्याकरहरू हामीले अनलाइन मार्फत हेर्न सकिने कुराहरू रहेछ होइन। अब त्यसको लागि चाहिँ हामीले के गर्न सकिन्छ भने गुगलमा जाने, गुगलमा गइसकेपछि मैले चाहिँ अलरेडी यो हेरिसकेको थिएँ होइन, यो प्रतिपक्ष.com भन्ने वेबसाइटमा क्लिक गर्ने होइन, यसरी बनाउने। त्यसमा चाहिँ यो यसरी आउँछ क्या, प्रतिपक्ष सरकारको 100 दिने कार्ययोजना ट्र्याकर भन्ने छ होइन, त्यहाँ क्लिक गर्ने। क्लिक गरिसकेपछि चाहिँ यसरी एउटा पोर्टल खुल्छ, जहाँ चाहिँ फर्स्टमा हामीले देख्न सकिन्छ अनुगमन जारी भनेको छ, सरकारको 100 बुँदे कार्ययोजना भनेर लेखेको छ। अनि यहाँ माथि चाहिँ नेपाली र इङ्ग्लिसमा पनि छ होइन, अब तपाईँहरूलाई कुनमा सजिलो लाग्छ त्यसमा हेर्न सकिन्छ। बाँकी दिन कति भनेको छ भने 1822 दिन बाँकीमा होइन, 14 घन्टा र 20 मिनट बाँकी छ। यो जुन 100 वटा कार्ययोजना बनाएको छ सरकारले, त्यसमा चाहिँ जम्मा प्रतिबद्धता 100, पुरा भएको 0 छ र कार्यान्वयन गरेको चाहिँ 12 छ र असफल 0 छ। समग्र प्रगति 3% भनेको छ। यसमा चाहिँ हामीले डेली रूपमा अथवा हामी के हुँदैछ, सरकारले के गर्दैछ भन्ने कुरा चाहिँ हामीले अब चाहिँ पोर्टल साइटबाट पनि हेर्न सक्यो। यो चाहिँ मलाई एउटा राम्रो कुरा पनि लाग्यो होइन। अनि यहाँनिर सबै राष्ट्रिय के छ तपाईँहरू सबैले हेर्नु होला। राष्ट्रिय सहमतिका विषयमा प्रमुख दलहरूसँग छलफल गर्ने प्रारम्भ गर्ने, अब यो रहेछ एउटा संविधान कार्यान्वयनको समग्र समीक्षा गरी प्रतिवेदन तयार गर्ने।